यहाँ छ परमेश्वरको हातमा तपाईँको भविष्य। के भन्छ तपाईँहरू? भविष्य बनाउनु पर्छ। मान्छेले भविष्य बनाएको अरे सुन्नुहोस्, अब तपाईँको कथा पनि भनिदिउँ। एउटा घर बनाउँछ, अनि दोकान खोल्ला, गाडी किन्ला, 2-3वटा बिहा गर्ला, भविष्य बनियो भन्छ क्या। 3-4 तोला सुनको औँठीहरू चेनहरू लगाउँछ, यसो गरेर हात 10वटा अम्लीमा लगाउला औँठीहरू। साउजी भयो त्यहाँदेखि भविष्य बनियो। के हो भविष्य? कुन चाहिँ भविष्यको कुरा गरेको प्रभुले? त्यो सबै कुरा चाहिँ जब आँखा चिम हुन्छ नि, यो पृथ्वीमा छोड्छौँ, यहीँ छोड्छौँ। जब आँखा चिम हुन्छ नि, यहीँ छोड्छौँ। तपाईँ देख्दैनस् हाम्रो 5वटा गाडी छ यहाँ पार्क गरेको। त्यो 5वटा गाडीमा 2टा गाडी मेरो, एउटा मेरो छोराको, 3टा हाम्रै घरको 3टा गाडी छ त्यहाँनिर। म जब आँखा चिम गर्छ नि, यो सबै कुरा छोडिन्छ यो पृथ्वीमा। नछोडिने चाहिँ प्रभु अनन्तताको कुरा मात्र। कुन चाहिँ कुरा छ कमाउने यस पृथ्वीमा? गाडी कमाउने, घर कमाउने कि प्रभुको राज्य? हजुर, यो चाहिँ प्रभुको राज्य कमाउने। तपाईँ अन्यमा रहनु हुँदैन, गाडीको पछाडि नकुद्नुहोस्। बाबुले भन्छ ईश्वरको राज्य पहिला खोजी गर, सबै थोक तिमीलाई थपिन्छ। आमेन।